हाई गाइज वेलकम टु अ डे इन माई लाइफ। आज स्याटरडे मेरो डे अफ थियो होइन। त्यस पछाडि चाहिँ म रुम क्लिन गर्दै थिएँ अनि रुम क्लिन गर्दा गर्दै मेरो चाहिँ एक्कासी त्यो ज्वेलरी बक्समा चाहिँ मेरो आँखा पऱ्यो होइन। अनि त्यस पछाडि चाहिँ कति धेरै इयरिङ कलेक्सन छ क्या मसँग, घरमा पनि छ, यहाँ पनि लिएर आएको रहेछु। अनि त्यस पछाडि चाहिँ मेरो चाहिँ के बानी छ भने अब कुनै ओकेजनमा कसैले बोलायो भने चाहिँ म्याचिङ म्याचिङ पियरिङ सेट चाहिन्छ कि मलाई। इयरिङ, नेल पोलिस, नेक सेट, इभन ब्याङ्गल्स, चुरा, सबै कुरा एउटै हुनपर्छ क्या। सो मैले चाहिँ स्पेसल इभेन्टमा अब यति रड लाग्छ इयरिङहरू चाहिँ कलेक्ट गर्न, तर लगाउन चाहिँ सक्दिनँ क्या। 1-2 घन्टा लाग्यो, दुखेर रातो भएर चाहिँ हुँदैन। सो यस्तो अब स्याटरडे के गरेर चाहिँ फन गरौँ भनेर चाहिँ लेट्स मेक भिडियो। मसँग कस्तो कस्तो कलेक्सन अफ इयरिङ छ है। अनि इफ एनी वान वान्ट्स होइन मलाई डाइरेक्ट मेसेज गर्नु होला, आई विल गिफ्ट यु है। मैले एकचोटिभन्दा बढी प्रयोग पनि गरेको छैन इयरिङ, जस्ट कलेक्ट गर्न चाहिँ मनपर्ने भएको कारणले गर्दाखेरि। सो आइ एम गन रिभिल यु मसँग चाहिँ कस्तो कस्तो इयरिङ छ भनेर है। सो द फर्स्ट इयरिङ इज दिस है, मलाई एकदम मन परेको थियो। अनि म बिटामोड जाँदाखेरि चाहिँ मैले पर्चेस गरेको थिएँ क्या, केही कुनै ड्रेस केही ओकेजनमा लाम भनेर। एकदमै हेभी छ, अहिलेसम्म युज पनि गरेको छैन है, किनेर राखेको। लेट्स सी अब के गर्छु म। त्यस पछाडि मेरो घर त जापा है, पानटेङ्की इन्डिया सस्तो के अरे एकदमै नजिकै ठाउँ, त्यहाँ एकदम सस्तो पाउने क्या ज्वेलरीहरू, इयरिङ, ब्याङ्गल्सहरू होइन। त्यसमा कति धेरै कलेक्ट गर्थेँ क्या। सो सेकेन्ड वान इज दिस, यो मैले एकचोटि युज गरिसकेको होला है, कस्तो राम्रो लागेको राउन्ड कलरको। अनि जस्ट केही क्याजुअल ड्रेसहरूमा चाहिँ सजिलो हुन्छ भनेर किनेको थिएँ। सिमिलरली अर्को यस्तो खालको इयरिङ लाउने त म खासै थिइनँ, लेट्स ट्राई डिफ्रेन्ट भनेर सेम मैले यो पोतेबाट भनेको होला, मेबी यो वाइट रिङ इयरिङ। सो दिस वान इज माई थर्ड कलेक्सन। एन्ड देन फोर्थ वान इज दिस, मैले मेबी दिल्लीमा घुम्न जाँदा ड्याडीहरूसँग किनेको जस्तो लाग्छ मलाई है। यो अहिलेसम्म युज पनि गरेको छैन। त्यस पछाडि अनि मैले मेरो साथीको दाइको बिहामा किनेको थिएँ क्या एउटा यस्तो खालको कलर, मलाई खासै मन पर्दैन थियो, यतै डार्क डार्क सुहाउँदैन कि जस्तो लागेको थियो। बट लेट्स एक्सप्लोर भनेर चाहिँ मैले यो किनेको थिएँ। यो मेरो मेबी फिफ्थ इयरिङ। त्यस पछाडि यो पिङ्क कलरको इयरिङ, यो पनि मैले मेबी बेङ्गलोर घुम्न जाँदाखेरि किनेको थिएँ, एकचोटि युज गरिसकेको छु साडीमा है। दिस वान इज माई नेक्स्ट इयरिङ। यदि कसैलाई मन पराएको छ भने एउटा मेरो भिडियो हेर्नुहुँदैछ भने इफ यु वान्ट एन्ड यु क्यान डाइरेक्टली मेसेज मी है। अनि यो चाहिँ मैले कहाँ किनेको थिएँ मैले बिर्सेँ। दिस वान इज सो गुड क्या, यस्तो राम्रो लागेर मैले किनेको थिएँ। यो पनि 1-2चोटि प्रयोग गरेको होला है। नेक्स्ट वान इज, म धरानमा नयाँ जब गर्थेँ है, एज अ नर्स पिपिका जसमा काम गरेको थिएँ। मेरो फर्स्ट स्यालेरीले मेरो साथीको बिहामा जाँदाखेरि चाहिँ किनेको इयरिङ हो। यो स्टिल छ क्या, यो यस्तो राम्रो छ, यो पिस फाल्न पनि माया लाग्छ। मेबी मैले 2-3 टाइम्स चाहिँ युज गरेँ होला। त्यस पछाडि यो चाहिँ मेरो मम्मीको इयरिङ है, मलाई कस्तो राम्रो लागेको थियो। अनि अब रेड साडीहरूमा हुन्छ भनेर चाहिँ लिएको थिएँ, तर अहिलेसम्म युज चाहिँ गरेको छैन। त्यस पछाडि मेरो बहिनीको बिहाको लागि भनेर मैले यो किनेको थिएँ। यसको पिस कहाँ गयो, यसमा सेटै चाहिन्छ क्या, यसको नेक पिस, यसको ब्रासलेट हो, यस्तो चाहिन्छ। मैले सेटै बनाएर चाहिँ किनेको थिएँ। त्यसमा इज टु गुड है। सो अर्को इयरिङ भनेको चाहिँ यो, दिस इज नट अ गोल्ड है, यत्तिकै। अब अहिले त रिक्स हुन्छ नि त सुनलाएर हिँड्न, गोल्ड जस्तै देखिने खालको, लाइक केही ओकेजनमा पऱ्यो भनेर किनेको थिएँ, बट आई हेभन्ट युज अहिलेसम्म है। एन्ड द नेक्स्ट वान इज दिस ग्रिन कलर वान। मेरो बहिनीको बिहाको टाइममा चाहिँ मेहन्दी या मेरो साडी ग्रिन कलरको थियो। लेट्स ट्राई इट भनेर चाहिँ मैले यो मेबी मैले लगाएँ होला यो। त्यस पछाडि यो चाहिँ मेरो एडी सेपको इयरिङ। दिस वान इज टु गुड है। यो चाहिँ मैले 2-3चोटि युज गरेँ होला। कलेक्ट गर्ने हो, मनपर्छ किन्ने हो, कहिले लाइन्छ भनेर राख्यो तर हराउँदै जान्छ। यो चाहिँ मेरो बहिनीको इयरिङ, मलाई मन परेर यसको सेटै हराइदियो, कहाँबाट गयो। त्यस पछाडि यस्तै यो स्मल पिस टप यस्तो चाहिँ किनिरहेको हुन्छु, कति फुट्छ यसको पनि सेट रहेछ। अब एउटा कहाँ झर्यो भन्ने नै थाहा छैन है। कलेक्ट गऱ्यो अनि त्यस पछाडि चाहिँ अनि लाउन मन लाग्यो। त्यो पनि केही आफूसँग केही नै छैन जस्तो लाग्छ क्या। अनि यस्तो कुराहरू चाहिँ यस केटी मान्छेहरूलाई यस्तो कुराहरूमा इन्ट्रेस्ट चाहिँ हुन्छ है, हुन्छ भनौँ न, हुन्छ। बट त्यस्तै हो। अनि अब यसरी नै कलेक्ट गरिन्छ। थ्याङ्क्स फर वाचिङ एभ्री वान।